वेलकम टु कान्छा ब्लग। हजुरहरूले सबैले स्वागत छ कान्छा ब्लगमा। जस्तै तपाईहरु हेर्न सक्नुहुन्छ होला, हामी 10 क्लासबाट टुर गइरहेको छौं। पोखरा, बन्दीपुर, गोरखा यी तीनटा ठाउँमा हामी टुर गइरहेको छौं। जस्तै तपाईहरु फुल भिडियो हेर्न नबिर्सनु होला। तपाईहरुले सबै भिडियो हेराउनेछु, के छ कस्तो छ, कहाँ घुम्यो, के गर्यो भनेर म सबै तपाईहरुले हेराउनेछु। जस्तै अब हामी सेमराबाट चलिसकेको छौं। अहिले पठ्दै आइसकेका छौं। अब तपाईहरु हेर्दै जानु होला, फुल भिडियो वाचिङ गर्नु होला। तपाईहरु एउटा पनि भिडियो नछोडाउनु होला। अब हामी नाइटमा बसमा यात्रा गरेर सेमराबाट हामी पोखरा आइसकेको छौं। अब हामी एकछिन यहाँ होटलमा बसेर रेस्ट गर्छौं, एकछिन सुत्छौं, मोबाइल चार्जहरू गर्छौं। यस्तै बिहानैको टाइम हो, अहिले 4 बजिरहेको छ। अनि अब हामी फेरि 6:30 बजे उठेर अब हामी सनराइज हेर्नको लागि जान्छौं पोखरामा। हेर्न सक्नुहुन्छ होला, अब हामी सनराइज हेर्नको लागि सबैजना रेडी भइसकेका छौं। अब हामी एकछिनमा बसमा बसेर अब सनराइज हेर्नको लागि जान्छौं। अहिले हामी यहाँ एकछिन उभिएर यस्तो भिडियो फोटोहरू तानिरहेको छौं। अहिले हामी सबैजना रेडी छौं। सबैजना यहाँ एक ठाउँमा जम्मा भइसकेको छौं। अब हामी बसमा चढेर अब सनराइज हेर्नका लागि जान्छौं। तपाईहरु फुल भिडियो हेर्नु होला, रमाइलो छ। सनराइज पनि हेर्न पाउँछ तपाईहरुलाई। अहिले फुल भिडियो हेर्न नबिर्सनु होला। वेलकम टु कान्छा ब्लग। हजुरहरूले सबैले स्वागत छ कान्छा ब्लगमा। जस्तै तपाईहरु हेर्न सक्नुहुन्छ होला, हामी 10 क्लासबाट टुर गइरहेको छौं। पोखरा, बन्दीपुर, गोरखा यी तीनटा ठाउँमा हामी टुर गइरहेको छौं। जस्तै तपाईहरु फुल भिडियो हेर्न नबिर्सनु होला। तपाईहरुले सबै भिडियो हेराउनेछु, के छ कस्तो छ, कहाँ घुम्यो, के गर्यो भनेर म सबै तपाईहरुले हेराउनेछु। जस्तै अब हामी सेमराबाट चलिसकेको छौं। अहिले पठ्दै आइसकेका छौं। अब तपाईहरु हेर्दै जानु होला, फुल भिडियो वाचिङ गर्नु होला। तपाईहरु एउटा पनि भिडियो नछोडाउनु होला। अब हामी नाइटमा बसमा यात्रा गरेर सेमराबाट हामी पोखरा आइसकेको छौं। अब हामी एकछिन यहाँ होटलमा बसेर रेस्ट गर्छौं, एकछिन सुत्छौं, मोबाइल चार्जहरू गर्छौं। यस्तै बिहानैको टाइम हो, अहिले 4 बजिरहेको छ। अनि अब हामी फेरि 6:30 बजे उठेर अब हामी सनराइज हेर्नको लागि जान्छौं पोखरामा। हेर्न सक्नुहुन्छ होला, अब हामी सनराइज हेर्नको लागि सबैजना रेडी भइसकेका छौं। अब हामी एकछिनमा बसमा बसेर अब सनराइज हेर्नको लागि जान्छौं। अहिले हामी यहाँ एकछिन उभिएर यस्तो भिडियो फोटोहरू तानिरहेको छौं। अहिले हामी सबैजना रेडी छौं। सबैजना यहाँ एक ठाउँमा जम्मा भइसकेको छौं। अब हामी बसमा चढेर अब सनराइज हेर्नका लागि जान्छौं। तपाईहरु फुल भिडियो हेर्नु होला, रमाइलो छ। सनराइज पनि हेर्न पाउँछ तपाईहरुलाई। अहिले फुल भिडियो हेर्न नबिर्सनु होला। फाइनली हामी सनराइज हेर्नका लागि आइसकेको छौं। अब यहाँ बसबाट उत्रिँदाखेरि हामीले एउटा माछा पुच्छरेलको राम्रो झलक हेर्यौं। त्यसैले हामी सबैजना बाटोमा उभिएर कसैले फोटो तानिरहेछ, कसैले भिडियो बनाइरहेको छौं। अब हामी यहाँबाट बाटो क्रस गरेर हामी त्यहाँ माथि मन्दिर छ, त्यो माथि मन्दिरबाट हामी सनराइज हेर्छौं। यहाँबाट तलबाट अब हामी माथि गइरहेको छौं मन्दिरमा। अब मन्दिरमा गएर एकछिन हामी दर्शन गर्छौं। अनि दर्शन गरेर अब हामी सनराइज हेर्छौं। जस्तै तपाईहरु फुल भिडियो हेर्नु होला। अब यहाँ मन्दिरमाथि जानका लागि सबै साथीहरूले यहाँ एक ठाउँमा भएर सबैजना जुत्ता खोलेर सबैजना राखिरहेको छ। किनकि मन्दिरमा जुत्ता लगाएर एलाउड छैन जानको लागि। हमको मालूम है इश्क मासूम है, दिल से हो जाती है गलतियां। फाइनली हामी मन्दिरमा दर्शन गरेर सनलाइट हेरेर अब हामी तल आएर अनि खाजा खाएर अब हामी यहाँबाट हिँड्छौं।
अब हामी त्यहाँबाट अब गुप्तेश्वर गुफामा आइसकेको छौँ। अब हामी यो गुप्तेश्वर गुफामा गएर एकछिन घुमघाम गर्छौँ, रमाइलो गर्छौँ। गुप्तेश्वर गुफाभित्र चाहिँ एउटा भगवानको मूर्ति छ, त्यहाँ एउटा बाबाले पूजा गर्नुहुन्छ। त्यहाँ गएर हामी दर्शन गरेर आउँछौँ भित्रबाट, गुप्तेश्वर गुफाभित्रबाट। जस्तै तपाईँहरू हेर्न सक्नुहुन्छ, फुल भिडियो हेर्न नबिर्सिनु होला। हामी आफ्नो मोबाइलको सबैजना टर्च अन गरेर अनि भित्र गइरहेको छौँ। सर, गुफाभित्र केही मान्छेहरूले यस्तो ढुङ्गाले घर बनाएको छ जस्तै तपाईँहरू हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ, अहिले हामी गुप्तेश्वर गुफाभित्र आएर यहाँ पूजासुजा गरिरहेछौँ, हामी दर्शन गरिरहेको छौँ भगवानको। सबै साथीहरूले हेर्न सक्नुहुन्छ। म पनि यहाँबाट पूजा गरेर अनि बाबाले मलाई टिका लगाइदिनु भएको छ। अब यहाँबाट हामी अब बाहिर जान्छौँ। अलिकति सबैजनाले त्यहाँ पूजा गरिरहेको, दर्शन गरिरहेको थियो। त्यतिखेर हामी, म र मेरो सर बसेर अलिकति हामी गफ गरिरहेको थियौँ, जस्तै हेर्न सक्नुहुन्छ। अलिकति रमाइलो गरिरहेको छौँ हामी। अब हामी सिधा गुफाबाट अब एकैचोटि हामी चमेरो गुफा आइसकेको छौँ। अब हामी चमेरो गुफामा जान्छौँ अनि चमेरो गुफाभित्र गएर अलिकति हेर्छौँ के छ कस्तो छ भनेर हेर्छौँ। त्यहाँ गुफाभित्र गएपछि चमेरोहरू पनि धेरै छ भनेर सुनेको थिएँ। अब हामी गएर रियलमा हेर्छौँ गुफाभित्र गएर। जस्तै हेर्न सक्नुहुन्छ, अहिले हामी सबैजना बसबाट झरेर अब हामी सबैजना चमेरो गुफाभित्र गइरहेको छौँ। फाइनली हामी चमेरो गुफाको गेटमा आइसकेको छौँ। अब गेटबाट हामी भित्र छिर्छौँ। जस्तै अहिले टिकट कटाइरहनु भएको छ सरले। अब टिकट लिएर अनि चमेरो गुफाभित्र जाँदाखेरि धेरै अँध्यारो हुन्छ भनेर छ। त्यसैले अब हामी यहाँबाट लाइट लिएर अनि चमेरो गुफामा जान्छौँ। जस्तै हेर्न सक्नुहुन्छ, त्यहाँबाट सबै साथीहरूले हातमा लाइट लिएर आइरहेको छौँ। अब चमेरो गुफाभित्र जानको लागि सबैजना आइरहेको छ। जस्तै तपाईँहरू हेर्न सक्नुहुन्छ, चमेरो गुफाभित्र जानको लागि बाटो उतातिर छ, तर निस्किने बाटो अलिकति धेरै गाह्रो छ भनेर यहाँबाट हेरिरहेको छौँ। यहाँबाट निस्किनको लागि जस्तै तपाईँ फुल भिडियो हेर्नु होला, यो फुल भिडियोमा पनि आउनेछ यो बाटो कत्रो छ भनेर। भन्नु हाला नगर्नुले भित्र गएपछि चुप साइलेन्ट हुनु। अब हामी सबैजना एक्साइटेड भएर अब हामी चमेरो गुफाभित्र गइरहेको छौँ। जस्तै हेर्न सक्नुहुन्छ तपाईँहरू भिडियो के छ कस्तो छ भनेर। चमेरो गुफाभित्र सबैजना अहिले हाफी छन्। सबैको हातमा लाइट, मोबाइलको टर्च, बत्ती सबैको हातमा छ, किनकि चमेरो गुफाभित्र धेरै अँध्यारो हुन्छ भनेर छ। हामी यहाँ एकछिन वेटिङ गर्छौँ, किनकि चमेरो गुफाभित्र
धेरै मान्छेहरू गएको थियो अनि उताबाट मान्छेहरू आइरहेको छन् त्यसैले हामी एकछिन यहाँ बसेर वेटिङ गर्छौँ किनकि उहाँ भित्र गएको मान्छे अब बाहिर निस्किहाल्छ जब हामी भित्र जान्छौँ किनकि बाटो धेरै पातलो छ त्यसैले सबैजना जान सक्दैन एकैचोटिमा। फाइनली हामी चमेरो गुफाभित्र आइसकेको छौँ। मैले त चमेरोहरू हेराउन सकेन किनकि धेरै अँध्यारो थियो, हेर्न पनि सक्दैन थियो मोबाइलको टर्चले। त्यसैले अब हामी यहाँबाट अघि मैले भनेको बाटोबाट निस्किन्छौँ किनकि यो बाटो हेर्न सक्नु धेरै पातलो छ, यहाँ मुस्किलले पनि निस्किन सक्छ। हेर्न सक्नुहुन्छ अहिले म निस्किरहेको छु, कति गाह्रो हुन्छ भनेर हेर्न सक्नुहुन्छ। दोस्रो पटकमा पनि असफल हुनुभएछ। निस्किनु भएछ। ल पापी होइन रहेछ भनी घोषित भएछ। पापी रहेन आफूले आफूलाई घोषित गर्नु भयो सर पार्टीसितै। ल यो हामीले ब्लगरको बिल्ला उडाएको ठिक छ, यस्तै हो। ल खुसीले लोदपोत ब्लगर मुन्ना, खुसीले लोदपोत। फाइनली हामी चमेरो गुफा घुमेर अब त्यहाँबाट हामी सबैजना घुमघाम गरेर अब हामी अर्को ठाउँमा जान्छौँ घुम्नको लागि। जस्तै हेर्न सक्नुहुन्छ हामी सबैजना घुमेर अब गइरहेको छौँ। बिचरा सबैजना जाँदा जाँदा सबैजना बसमै सुतिसकेका छौँ किनकि रातभरि बसमा जागेको छ, सुतेको छैन, कोही राम्रोसँग सुतेको छैन बसमा। त्यसैले अहिले सबैजना जाँदै जाँदै बसमा सुतिसकेको छ। फाइनली अब हामी चमेरो गुफा घुमेर अब फेवा लेक आइसकेको छौँ। अब हामी फेवा लेक घुम्छौँ, फेवा ताल घुम्छौँ कस्तो छ के छ भनेर। अब यहाँ हामी फाइनली हामी फेवा लेक आइसकेका छौँ। अब हामी बसबाट झरेर अनि हामी बोटिङ गरेर फेवा लेकको बिचमा जुन मन्दिर छ नि त्यहाँ त्यो मन्दिरमा हामी जान्छौँ दर्शन गर्नको लागि। अब हेर्न सक्नुहुन्छ होला यहाँ हाम्रो टोलीहरू सबैजनाले बोटमा चढ्नको लागि ज्याकेट लगाइरहेको छ किनकि बोटबाट झरेपछि त्यो ज्याकेटले रोक्छ भनेर सबैजना ज्याकेट लगाइरहेको छन्। अब हामी सबैजना ज्याकेट लगाएर अनि बोटिङमा चढेर अनि हामी फेवा लेकको जुन मन्दिर छ बिचमा त्यो मन्दिरमा जान्छौँ। हेर्न सक्नुहुन्छ होला यहाँ धेरै मान्छेहरू पनि बोटिङ गर्नको लागि ज्याकेट लगाइरहेको छन् अनि सबैजना त्यहाँ बोटिङ गरेर अनि त्यहाँ फेवा लेकको जुन बिचमा मन्दिर छ त्यहाँ जान्छन् दर्शन गर्नको लागि। यहाँ हाम्रो साथीहरू ज्याकेट लगाएर बसिरहेका छन्, हेर्न सक्नुहुन्छ होला। फाइनली हामी बोटिङमा आइसकेका छौँ। अब हामी बोटिङ गरेर मन्दिरमा जान्छौँ दर्शन गर्नका लागि। यहाँ हाम्रो साथीहरू अलिकति रमाइलो गर्दैछन्। मैले भनेको थिएँ फेवा लेकमा जुन मन्दिर छ त्यो मन्दिरमा हामी आइसकेको छौँ। अब हामी मन्दिरमा आएर दर्शन गर्छौँ, पूजा गर्छौँ भगवानको अनि एकछिन यहाँ उभिएर हामी फोटो पनि तान्छौँ, रमाइलो गर्छौँ एकछिन हामी।
फाइनली अब हामी दर्शन गरेर पूजा गरेर अब हामी बोटिङ गरेर फेरि अघि आएको ठाउँमा जान्छौँ जहाँबाट आएको थिएँ हामी त्यहाँ जान्छौँ। अब जस्तै हेर्न सक्नुहुन्छ त्यहाँ हाम्रो साथीहरू सबैजना गइरहेको छन्। अब हामी फेवाल लेकबाट एकैचोटि देवीस फल आएको छौँ। अब हामी देवीस फलमा आएर अनि हेर्छौँ अनि घुमघाम गरेर अरे अब यहाँबाट पनि अब हामी अर्को ठाउँमा जान्छौँ घुम्नको लागि। हेर्न सक्नुहुन्छ होला हाम्रो सबै साथीहरू उभिएर देवीस फललाई हेरिरहेको छौँ। अब जहाँ यहाँबाट पानी झरिरहेको छ नि अब यसको हामी अब हामी देवीस फलबाट एकैचोटि गुप्तेश्वर गुफामा आइसकेको छौँ जहाँ देवीस फलमा जुन पानी झरिरहेको थियो नि अब हामी गुप्तेश्वर गुफाबाट त्यहाँ जमिनको मुनिबाट अब त्यहाँ जान्छौँ हामी तलबाट त्यहाँ जान्छौँ त्यो पानी झरेको हेर्नको लागि। जस्तै तपाईँहरू फुल भिडियोमा हेर्नु होला, फुल भिडियो हेर्न नबिर्सिनु होला। फुल भिडियो हेरेपछि तपाईँहरूले सबै थाहा हुन्छ के छ कस्तो छ भनेर। अहिले हामी यहाँ उभिएर सरहरू टिकट कटाउनु भइरहेछ। अब हामी एकछिनमा टिकट लिएर अनि गुप्तेश्वर गुफाभित्र जान्छौँ। सबै त्यो टिकट लिनुपर्छ के सबै हातमा अहिले। अब हामी साथीहरूसँग भित्र गइरहेको छौँ हेर्नका लागि। सक्नुहुन्छ हामी साथीहरूसँग गइरहेको छौँ। भित्र चाहिँ गएपछि त्यहाँ भित्र चाहिँ मोबाइल भिडियो क्यामेरा एलाउड छैन, त्यसैले कतैतिर भिडियो रुक्न पनि सक्छ।
अहिले हामी भित्र उभिएर अनि साथीहरूसँग एकछिन यस्तै फोटोसुटो तानिरहेको छौँ उभिएर सबैसँगै हेर्न सक्छ। फाइनली अब हामी पोखराको ठुलो म्युजियममा आएको छौँ। अब हामी म्युजियमभित्र गएर घुमघाम गर्छौँ, के छ कस्तो छ भनेर हेर्छौँ। सुनेको थियो कि पहिलेदेखि पुर्खाहरूले जे गर्दा आएको थियो सबै यहाँ छ भनेर, त्यो गएर अब एकछिन हामी सबैजना हेर्छौँ। जस्तै तपाईँहरू पनि हेर्न सक्नुहुन्छ, म सबै हेराउनेछु तपाईँहरूले के छ कस्तो छ भनेर। त्यसैले प्लिज फुल भिडियो हेर्नका लागि नबिर्सिनु होला, फुल भिडियो हेर्नु होला तपाईँहरू पनि। गाइस कृपया थाकिसकेका समयमा चढ्दा हामी हैन लड्यो यहाँ हिउँले भरिएको ए भाइ म्युजियम घुमघाम गरेर अब हामी रुममा जान्छौँ। अनि रुममा गएर यस्तो खानासाना खाएर अनि फेरि हामी फेवा लेक साइड घुम्छौँ, नाइट सो हेर्छौँ कस्तो छ के छ भनेर। मंदार माला कुलिकाल काए कपाल माला कितसे खराए दिव्यांबराय सदिगंबराय नमः शिवाय नमः शिवाय। जटाटवी गलाज्ज्वला पावितस्थले अहिले हामी चाहिँ लेक साइड घुमिरहेको छौँ, नाइट भ्यू हेरिरहेको छौँ सबैजना हामी घुमेर। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ नाइट भ्यू। अब हामी फेरि लेक साइड घुमेर अब हामी रुमतिर गइरहेको छौँ सुत्नका लागि। अब हामी फेरि जान्छौँ खानासाना खाएर अनि सुतिहाल्छौँ। अनि सुतेर फेरि भोलि बिहान उठेर अनि फेरि हामीलाई अर्कोतिर जानु छ घुम्नका लागि। त्यसैले अब हामी फेरि अब रुमतिर गइरहेको छौँ, हेर्न सक्नुहुन्छ होला तपाईँहरू फुल भिडियो।
अब चाहिँ हामी अर्को ठाउँमा आइसकेको छौँ घुम्न। अब हामी एकछिन सबैजना उभिएर अनि ग्रुप फोटो लिइरहेको छौँ, तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। अब हामी त्यहाँबाट घुमेर अब एकैचोटि हामी बेगनाथ लेक आइसकेका छौँ, बेगनाथ ताल आइसकेका छौँ। अब तपाईँहरू हेर्न सक्नुहुन्छ, यहाँ पनि अलिकति घुमघाम गर्छौँ, तपाईँहरूलाई सबै हेराउँछौँ के छ कस्तो छ भनेर हेर्न सक्नुहुन्छ। तपाईँहरू हेर्नु नै भएको होला, हामी त्यहाँ घुमफिर गरेर एउटा सानो भिडियो बनाएको थियौँ। अब हामी त्यहाँबाट बन्दीपुर गइरहेको छौँ, तपाईँहरू फुल भिडियो हेरेर नबिर्सिनु होला। बन्दीपुरको पनि हाम्रो एउटा सानो भिडियो हेर्नु तपाईँहरूलाई सबैले नबिर्सिनु होला। फाइनली अब हामी बन्दीपुर पनि आइसकेको छौँ। अब हामी बसबाट झरेर अब हामी रुम पनि पाइसकेको छ। अब हामी एकछिन जान्छौँ, पहिला वेलकम गर्छ यहाँको मान्छेहरू, किनकि यहाँको एउटा परम्परा नै हो वेलकम गर्ने। त्यसैले अब हामीलाई यहाँ हजुरआमाहरू पनि हामीलाई वेलकम गरेर अनि त्यसपछि हामीले रुमभित्र बस्न दिनुहुन्छ। यो बन्दीपुर कस्तो छ त भन्ने कुरा समग्र रूपमा चाहिँ त्यहाँबाट देख्न सकिन्छ। अनि त्यसपछि नालहरू देख्न सकिन्छ, तलतिर काजल बसेको डाँडा अनि ठाउँलाई एकदमै राम्रो देख्न सकिन्छ।
I like it. They don't like it. फाइनली मेरो दोस्तले होइन यहाँ प्राप्त गरिसकेका छैन कस्तो टक्या ल फाइनली भइसकेछ होइन यो राख्न पहिला काट्न मन्दिपुर घुमेर अब हामी यहाँ खाना खान बसेका छौँ। अब हामी खाना खाएर क्याम्प फायरिङ गर्न जान्छौँ। जस्तै तपाईहरू फुल भिडियोमा हेर्न सक्नुहुन्छ के गर्छौँ कस्तो गर्छौँ भनेर। फाइनली हामी क्याम्प फायरिङ गर्नका लागि हामी बसिरहेको छौँ। अब एकछिन हामी गीत सित गाएर रमाइलो गर्छौँ। त्यसपछि मासुको सेकुवा लगाउँछौँ अनि मासुको सेकुवा लगाएर खाँदै डान्सहरू गर्छौँ एकछिन। ठुलो टेक छ त्यहाँ अब हामी रुमबाट उठेर अब हामी डाँडामाथि जान्छौँ सनराइज हेर्नका लागि। हेर्न सक्नुहुन्छ सबैजना अहिले गइरहेको सनराइज हेर्नका लागि।
बिहान बिहान रुमबाट उठेर फ्रेस भएर सनराइज हेर्नको लागि गइरहेको छु मैले। हेर्न सक्नुहुन्छ अहिले हामी माथि आइसकेका छौँ। अब हामी माथि आएपछि हामी अब बादलभन्दा पनि माथि भएका छौँ। जुन अहिले सनराइज हेर्ने टाइममा अहिले हेर्न सक्नुहुन्छ हामी बादललाई तल बादलमाथि हामी भएका छौँ। अहिले यहाँ बन्दीपुरको डाँडामाथि सनराइज हेर्नका लागि थुप्रै मान्छेहरू आएका छन्। जुन जस्तै हेर्न सक्नुहुन्छ धेरै मान्छेहरू आएर अहिले सनराइज हेर्नका लागि वेटिङमा छन्। थोड़ी गुस्सैल है थोड़ी कंफ्यूज है लगती है प्यारी पर उड़े तेरे फ्यूज है दिल करे ब्रेक तू ब्रेकिंग न्यूज है तेरे प्रिटी फेस पे फंस गया गलती हुई मैं तुझे देख के हंस गया मेरे सिचुएशन पे ना लाफ। हामी आउँदाखेरि आमाहरूले हामीलाई वेलकम गरेका थिएन अनि अब हामी जाँदाखेरि हामीले अब बिदाई गर्छन् किनकि यहाँको एउटा परम्परा नै हो। अब बिदाई गर्दाखेरि हेर्न सक्नुहुन्छ होला टीका सिका लाएर फुलसुल दिएर हामीले बिदाई गरिरहेका छन्। हामी बन्दीपुर आएको थियौँ अब हामी बन्दीपुरबाट गोर्खा जान्छौँ त्यसैले हामीलाई यहाँको मान्छेले अब हामीलाई बिदाई गर्छ।
फाइनली हामीले यहाँबाट बिदाई गरिसकेका छन्। अब हामी यहाँबाट अब आफ्नो बसमा जान्छौँ। त्यहाँबाट अब हामी गोर्खा जान्छौँ। हामी सुलुलु गर्दै हैन मुन्ना अगाडि गएपछि फोटो सोटो खिच्ला जस्तो लागेको थियो है हैन भन्दै छ। अब हामी गोर्खातिर जाँदै छौँ। अब गोर्खामा एउटा मुन्नाले खतरा भिडियो बनाउँछौँ एउटा ज्याकेट खोलेर के ज्याकेट मात्रै वेलकम टु बिगेस्ट क्याब अफ नेपाल। यो चाहिँ तनहुँको विमल नगरमा पर्दो छ। तपाईहरु अहिले हेर्न सक्नुहुन्छ। अहिले हामी सबैजना त्यो गुफाभित्र गइरहेको छौँ। तपाईहरु यो फुल भिडियो हेर्नु होला के छ कस्तो छ भनेर। हामी सबै हेराउने छौँ। लगभग तपाईहरुलाई तलदेखि माथि जानको लागि आधी घण्टा जति लाग्दछ। किनकि यो गुफा धेरै माथि छ। त्यहाँ माथि गएर अनि भित्र जान मिल्छ। अहिले म माथि आएर एउटा भिडियो बनाएको छु हेर्नु होला। अहिले आधी जति हामी माथि आइसकेका छौँ। यति जाडो महिनामा पनि हामी यो गुफा भित्र जाँदाखेरि हाम्रो जिउबाट पसिनाहरू आइसकेको थियो। जस्तै हाम्रो सर्टहरू पनि भिजिसकेको थियो पसिनाले गर्दा। किनकि यो गुफा धेरै माथि जाँदा जाँदा हालत खराब हुन्छ। वेलकम टु बिगेस्ट क्याब अफ नेपाल। यो चाहिँ नेपालको सबैभन्दा ठुलो गुफा रहेको छ। जुन यसको चाहिँ लम्बाइ चाहिँ 437 किलोमिटर रहेको छ। यहाँबाट अब हामी भित्र जानेछौँ। भित्र जसरी तपाईहरु हेर्न सक्नुहुन्छ। उता हाम्रो टोली सबैजना रेडी हुनुहुन्छ। फाइनली हामी यो गुफाभित्र आइसकेको छौँ। अब यहाँबाट हामी गाइड लिएर जान्छौँ भित्र कस्तो छ के छ हेर्नको लागि।
जतिजना हामी थियौँ सबैजना हामी यो गुफाभित्र आएर एक जम्मा भएर हामी बसिरहेको छौँ। अब यहाँबाट हामीलाई एउटा गाइडले गाइड गर्छ। यहाँ छैन बाटो नै छ यहाँ त अवसर साउन्डमा बर्खामा आयो भने तिमीहरूले त्यति पानी हुन्छ है उता पानी हुन्छ यहाँ असार साउनमा अनि यो स्विमिङ पुलको रूपमा काउन्ट हुन्छ स्विमिङ पुल यति यति पानी जम्मा हुन्छ पानी यति हुन्छ असार साउनमा पौडी खेल्न पाउँछ रे त्यही त स्विमिङ पुल पानी आउँछ जम्छ क्या यहाँ त्यतिखेर तिमीहरू असार साउनमा आउने भनेको यहाँको महत्त्व ध्यान अहिलेको महत्त्व तिमीहरूले के हेर्ने एउटा अब यहाँको नेचुरल स्ट्रक्चरहरू हेर्ने हो बर्खामा चाहिँ तिमीहरूले यति गुफाभित्र पौडी खेल्नु मन लाग्यो चाहिँ बर्खामा चाहिँ आउँछ ल एउटा कुरा सुन्न यो गुफा त्यस्तो ठाउँ हो जहाँ तिमी माथिबाट तल त्यो डोरी क्लाइम्ब गरेर झर्छ नि त्यो गर्नलाई पनि यहाँ मान्छे आउँछ यो 100 कति 100 यो तपाईँ 437 मिटर लामो उचाइ चाहिँ 45 मिटर लामो छ यो लगभग तिमीले मोबाइल अहिले अन गर्यो भने नियर अबाउट 45 मिनट्स लाग्छ तिमी त्यहाँ इन गरेर त्यहाँ इन्डिङ पोइन्टमा पुगेर फेरि फर्केर आउँदाखेरि भयो बुझिन्छ सर ल जाउँ माथि 45 मिनट भने त्यसै हो तपाईहरु फुल भिडियो हेर्नु होला। जस्तै यहाँ यो गुफाभित्र केही आफैले बनेको कलाहरू रहेको छन् जुन हामीलाई गाइडले हेराउँछ के छ कस्तो छ भनेर। यो चाहिँ बाघको टाउको रे बाघको टाउको
जस्तो हेर्नु हामीले जुन काउली खान्छौँ त्यो काउली यहाँ ढुङ्गाले बनेको छ, आफैले बनेको छ। कति राम्रो जस्तो यहाँ के यो चाहिँ उल्टै झुन्डे कुखुरा म भन्छु तिमीहरूलाई अब यहाँ दुईटा साब्रा छाती अनि घाँटी हेर यहाँ उल्टै झुन्डेको कुखुरा हेर न यहाँ यत्रो ठुलो कुखुरा 1000 किलो 1000 किलो यो उल्टै झुन्डेको कुखुरा देखेनौ देखे अनि यो के हो हैन चरा होला नि त यार ल यो के माछा हो के माछा जेलीफिस ओ उल्लु सब मान्छेले बनाएको हनुमान बोल है के को टाउको होइन माछाको माछाको चितुवा मरेर सब ओ त्यहाँ हेर त्यहाँ हात्ती जस्तो हात्ती बनाउने थियो भिडियो छ फोटो नि खिच राख मैले किन
चिलो क्या माथि यहाँबाट यहाँ मात्रै जाने नि अब उता नजाने यहाँ मात्रै हेरिस् नि तेरो आँखा लाग्छ फेरि हेर्दै झन् भगवान्को आँखा हामीतिर लाग्छ भने राम्रो यहाँबाट पानी आउँछ कति होला कति 3टा दिए 3टा तले हेर्छस् भगवान पढाछ किन आइसन कन्ट्रोल बोलिरहन्छ अब तलमा सिधै पागल पवार छ भेरी गुड ब्याक सबै यहाँबाट माथि सबै जाने जाने हो हो सबै जाने हो यत्रो मान्छे आधी आधी अघि नै भन्थ्यो नि त त्यो बाहिर जाने अनि बाहिरबाट भित्र आउने यही हो यहाँबाट तिमीले ऱ्यापलिङ रक क्लाइम्बिङ त हाल नि है ऱ्यापलिङ गर्ने यहीँबाट तल झर्ने अनि यहाँबाट रक क्लाइम्ब गरेर माथि गएर बाहिर जाने यो बाटोमा चाहिँ अलिक पछाडि हिँड्न यहाँ जाने हामी मेन पोइन्ट यहाँ हो यहाँको चाहिँ यहाँ अब तातो छ चिसो महिनामा तातो हुन्छ गर्मी महिनामा चिसो हुन्छ यहाँ पछाडि आऊ त्यही हो अरू त के भन्ने र बाले पाला है हाम्रो मुन्ना गाइड हो गाइड हैन मुन्ना गाइड अगाडि डोली समा चाहिँ ठाकुर यहाँ बोतल देखाइदिनु भयो है तिनीहरू जुत्ता चिप्लिरहेछ राम्रोसँग डोरी तल फाइनल गए चाहिँ नि के आइसकेको छ फाइनल गए कता हो एकछिनमा ताप्नु लाइटो पऱ्यो त्यो लाइट दाइको लाइट पनि पाल्नु यस्तोमा राख न त्यो पानी पागल हो गया नवराज
माथि जानुपर्छ ए माथि बन्छ के पागल गुफा छ त भित्र गुफा छ त भित्र डरै लागिरहेको थियो यार चुप्न चुप्न छिर्दैन कतिजना जानु सक्छ है तपाईँ यहाँ आउनु ल
कन्टिन्यू आएको ए मतलब त्यो कहिले आउँदैन के जहिले पनि खपिहाल्छ गोरखनाथ बाबा भने तिनी हुन् त्यो मन्दिर गोरखनाथ बाबाको मन्दिर हो सिद्ध बाबा गुफाबाट हामी एकैचोटि गोर्खा आएको छौँ जस्तै तपाईँहरू हेर्न सक्नुहुन्छ हामी गोर्खा आएर एउटा सानो भिडियो बनाएको छु के भयो सबैले त थाहा होला नि गोर्खा भनेको कस्तो ठाउँ हो भनेर के को लागि हो भनेर को बसिरहेको थियो भनेर सबैले थाहा होला गोर्खाको बारेमा त्यसैले म धेरै भन्न सक्दैन तपाईँहरू नै बुझ्नु होला एउटा बुढाबा आउँछन् अनि त्यो बुढाबाले दही खान दिन्छन् अनि ओकलेर मुखबाट ओकलेर दही खान दिन्छन् अनि हाम्रो दही सर खान चाहिँ यहाँ गोर्खाको बारेमा केही भन्नुहुन्छ जसले तपाईँहरू अलिकति सुन्नु होला के छ कस्तो छ भनेर भन्नुहुन्छ सरले राजकुमार अनि उसले के गर्छन् भन्दाखेरि त्यो हातमा दिएको ओकलेको दिएको दही उसले भुइँमा झारिदिन्छन् र उसको खुट्टामा पर्छ र अनि त्यो बुढाले के भन्छन् रे त जहाँ जान्छस् त्यो त्यो तेरो भूमि हुन्छ भनेर भनेका थिए रे भन्छन् किम्वदन्ती अनुसार तर बगैँचामा खेल्ने भन्दा यहाँ कहाँ छ बगैँचा अनि गोरखनाथ मन्दिरको बाबाको मन्दिर कुन उही हो दरबार यो यत्रो हजुर कसले जुत्ता लाएर छैन भयो अनि त्यो चाहिँ किम्वदन्ती भयो पृथ्वीनारायण शाहलाई ठुलो बनाउनलाई होइन खाएको थियो अरे जहाँ टेक्यो त्यही आफ्नो भयो भन्ने चाहिँ तर गोरखनाथ बाबाको जुन त्यो आएको थियो त्यो व्यक्ति भनेको चाहिँ गोरखनाथ बाबा थिए भन्नुको अर्थ गोरखनाथ बाबाको मन्दिर चाहिँ हामीले यहाँ देखिने मन्दिर यहाँ बलि सली सबै चढाउने कार्यक्रम हुन्छ यहाँ पूजापाठ हुन्छ बढी चलाउने उतापट्टि छ एउटा ठाउँ होइन भन्न चाहिँ सबै यहाँ सुन यहाँभित्र देवी छन् राज परिवारको कुलदेवता राज परिवारले मात्रै दर्शन छैन अब हामी जहाँबाट गएको थियौँ त्यहाँ अब हामी आइसकेका छौँ जहाँ हामी सेम्राबाट गएको थियौँ टुर अब त्यहाँ टुरहरू घुमेर हामी फेरि सेम्रा आइसक्यौँ यतिसम्म हाम्रो भिडियो रहेको छ थ्याङ्क यू फर फुल वाचिङ भिडियो